नमस्कार सम्पूर्णलाई झोरले अनि सम्पूर्णलाई स्वागत गर्दछु मेरो युट्युब च्यानलमा। आज मैले तपाईहरुलाई गोदावरीको फूलको कटिङको बारेमा देखाउँदै छु। मैले कटिङ सार्दै छु, तपाईहरुले सार्नु भयो कि भयो छैन, कोहीले त सारिसक्नु भयो होला। चाहिँ हामीले कटिङहरु गोदावरीको कटिङ अहिले चाहिँ मैले हाइब्रिड भेराइटीको हैन लोकल भेराइटीको सार्दै छु। हाइब्रिड भेराइटीको चाहिँ मैले जेठको 9-10 गते नै सारिसकेको हो। मैले हाइब्रिड भेराइटीको यसरी सरिसकेको छ। हाइब्रिड भेराइटीको हामीले सारिसक्यौं र अहिले तपाईहरुले सार्नै छ भने अब सार्दा पनि हुन्छ। यो हाइब्रिड भेराइटीको लोकल भेराइटीको भन्दाले लोकल भेराइटीको अलि ढिलो फुल्छ, हाइब्रिड भेराइटीको चाहिँ अलि छिटो फुल्छ। यो मैले पोहोर सार राखेको मदर प्लान्टहरु हो, यसरी प्लास्टिकमा राखेको छु भने हामीले अब कटिङ लिन पर्छ। यसरी यतिको लिन पर्छ, यसरी लिन पर्छ भने हामीले यसरी कटिङ हामीलाई चाहिने जति यतिको लिन पर्छ र आफूलाई चाहिने कटिङहरु लिएर यसरी तलतलको पातहरु जति जम्मै काटेर कैंचीले काट्दा पनि हुन्छ, हातले यस्तो फालेर पनि हुन्छ। यसरी गर्नुपर्छ। यतिको हामीले काटेपछि पातहरु फालेपछि मैले चाहिँ यो एलोभेराको जेल लगाउँदै छु। कसैले रुटिङ हार्मोन पनि लगाउँछ, कसैले केही पनि लगाउँदैन। तर पनि पहाडी एरियामा चाहिँ पहिलेदेखि नै पानी परेको चिसो भएको कारणले सुरुमै वैशाख जेठको अगाडि नै सार्नु भयो भने अहिले चाहिँ लगभग जेठको लास्ट भइसकेको छ। मधेसमा चाहिँ पानी खासै परेको छैन, एकदम गर्मी छ। हामीले कटिङ सार्नलाई यसरी जहाँ पनि पाइने सजिलो तरिकाले एलोभेरा कसैले बेसार पनि लाउन सक्नुहुन्छ। मैले यसरी एलोभेरामा राखिसकेको छु। अब मैले यो सबै सार्छु र सुरुमा यसरी पानी हाल्न पर्छ। मैले चाहिँ धेरै कलरको सार्ने हो, त्यसकारणले यसरी मैले पार्टिसन गराएको छु अलग अलग कलरको सार्न भनेर। सुरुमा हामीले यसरी पानी हाल्न पर्छ। पानी हालेर आफ्नो ठाउँमा बस्छ अनि पानी हालेको 5 मिनेट पछि हामीले सार्न पर्छ। हामीले कटिङ राख्दा यसरी 4-5 टा पात आक्ला माथिसम्म चाहिँ यो माटोमा गाड्न पर्छ र यसरी गाडेपछि हामीले यो तल पनि पातहरुले चाहिँ माटो नछोस् यसरी हल्का यसरी दबाएर यसरी रोप्नु पर्छ र तर चाहिँ माटो नछोस्, नत्र भने फंगस लागेर कुहिन सक्छ। र हामीले यसरी रोपिसकेको छु। मैले कटिङ सारिसकेको छु। यो कटिङहरु धेरै सार्दा पनि हुन्छ, कोही बाँच्छ कोही मर्छ, तर पनि केही पनि भएन। यसरी सार्न पर्छ। हामीले यसरी ध्यान दिनु होला। रोप्दा चाहिँ यसरी हावा छिर्ने बाटो पनि राख्नु होला र तल चाहिँ माटोले चाहिँ यो पातहरु नछोस् भन्न चाहन्छु। यसरी राख्नु होला र यो कटिङ तपाईहरुले घाम नलाग्ने शीतल ठाउँमा राख्नु होला र यो लगभग 25 दिन 1 महिनामा यो तयार हुन्छ। धन्यवाद छ मेरो भिडियो हेर्नुभयो। कस्तो लाग्यो सल्लाह सुझाव पनि दिनु होला। धन्यवाद।